सतासी धाम जाने बाटो म त कुनै नै हालेको छु नि आमाले त हालिरहेको छ पछाडिमा गएर हाल्ने क्या अनि विकास यस्तो भएछ भन्दा पर्ने छैन है हाम्रो जङ्गल नर्सरी भनौँ न उहिले हेलो 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 आम्मामा सुतेर उठेर हेर्न हाइहाइज भन्दैछ यो चाहिँ हाम्रो सतासी धाम है सतासी धाम यस्तो भएछ है यस्तो भएछ आमामा चस्मा लगाएर यता भन्नु चस्मा लगाएपछि त यता हारे यो पहिला पहिला हामी हरेक साल हामी यो धाममा चाहिँ हामी सेवा गर्न आउँथ्यौँ हरेक साल र अहिले अब हाम्रो व्यस्तता भन्नाले पनि अब वैदेशिकको कारणले गर्दाखेरि चाहिँ अलिकति गाह्रो भयो तर यो हाम्रो हिँड्दै आउँछ पहिला पहिला हामी यो सतासी खोला हुँदै पनि पहिला पहिला पनि आउँथ्यौँ त्यसै सतासी धाम हाम्रो त 77 वटा धारा के भन्छ धारा चल्दैन पक्नु मन लागिहाल्छ मलाई पठाइदिनु ल यो मेरो कसरी लाउँछ त्यहाँ लगाइदिनु यो लगाउनु रखे पो त यहाँ लगाउनु सबै तपाईँ लगाइ यो रखे रातो नलाउनु दुख बिमार सबै हरनाम हुन्छ अनि एकदम राम्रो हुन्छ अनि मोटाउँछ पापा भन्दैछ टिकी टिकी लगाउँ न पहिला गुरुबाबुले भनेको मान्नुपर्छ गुरुआमाले भनेको मान्नुपर्छ साथीहरूसँग सम्झेर सानैबाट हिमालदा भन्नुहुन्छ ध्यान दिएर साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः ओम सुख शांति मंगलानंद सुख कष्ट रोग विरोध हरण नष्ट भस्म स्वस्ति सुखी निरोगी क्षम वैराग्य घर चिरंजीव जीवन क्रोध लोभ मोह अहंकारबाट मुक्त हुनुहोस् दया माया करुणा अहिंसा प्रेमको जन्म होस् नवगर शान्ति होस् अधुरो काम पूर्ण होस् परिवारमा सुख शान्ति मिलाको सिताएको काम पुरा होस् शुभ कर्म गर्दै जानु सम्पूर्ण मनोकांक्षा पूर्ण भई भावी योजनाहरू सिद्ध परिवारमा सुख शान्ति निर्मलाको स्थितिको काम पुरा सम्पूर्ण मनोकांक्षा अनि यहाँ हाम्रो धुनी कुण्ड है यो चाहिँ यो चाहिँ हाम्रो धुनी यो चाहिँ यसरी बनेको छ होइन विजय विजय टिका लाउन आइज टिका लाउन आइज न बोल के बोल्छस् के छ खबर हामी एसएससी शिव सतासी शिव श्रेष्ठ अनि यो शिवजीको चाहिँ अनुहार चाहिँ किन चेन्ज भएछ केटी यसो हैन अलिक हुन्छ नि यसले के भन्नु सक्छ जेन्जी महादेव हो धर्मवाला धर्म खालको बनाएको के साना साना पाइना ल सिका न दाइलाई जीवनको बाटोमा तिमी साह्रै अघि बढ सफलताको शिखर तिमी सधैँ माथि चढ भाइ भाग्यो रुद्राक्षको बनाएको यो 108 कुण्डी
यस्तो छ है राइस